हेलो एन्ड नमस्ते सम्पूर्ण दर्शकबिन हेर्दै हुनुहुन्छ एसएम ब्लग। आज चाहिँ हामीले दमौलीदेखि पाथिभरासम्मको यात्राको ब्लग लिएर आएको छौँ। यदि यहाँको पनि पाथिभरा यात्रा गर्ने चाहना इच्छा छ भने जाँदै हुनुहुन्छ भने यो ब्लगले केही न केही तपाईँलाई सपोर्ट गर्नेछ। हामी चाहिँ पाथिभरा मातालाई टक्क सम्झेर यात्रा सुरु गऱ्यौँ। पृथ्वीराज मार्ग भएर दमौलीको पृथ्वीराज मार्ग एकदमै सुन्दर, एकदमै राम्रो बाटो बनेको छ। जो कोही पनि बाटो हिँड्दा पक्कै पनि उसले मोबाइल निकाल्छ, फोटो खिच्छ होइन, अनि भिडियोहरू लिइरहेको हुन्छ। एकदमै सुन्दर बाटो बनेको छ, एकदमै सफा, अनि टक्क दायाँ बायाँ अनि बिचमा रङ लगाइएको छ। त्यो दृश्य, यो रोडको दृश्य हेर्दै 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 हामी चाहिँ पुग्छौँ खैरेनीसम्म। खैरेनीबाट मुगलिनसम्म चाहिँ केही साँघुरो बाटो छ। साँघुरो भन्नाले 2 लेनको बाटो छ होइन, बाटो खराब नै चाहिँ छैन, 2 लेनको बाटो छ। तर ठिक छ मुगलिनसम्म। फेरि त्यस पछाडि मुगलिनदेखि नारायणघाट चाहिँ बाटो ठिकै छ, कहीँ कहीँ पहिरो गए पनि ठिकै छ, राम्रै बाटो छ है। हामी चाहिँ बाइकमा गएको थियौँ। त्यो दिन चाहिँ हामी चितवनमै बस्यौँ। तर तपाईँहरू पनि बाइकमा नै जाने हो भने नि चितवनमै बस्नुपर्छ भन्ने छैन। हामी चाहिँ त्यो दिन चाहिँ चितवन नगएर बसेको थियौँ होइन। चितवनको टक्क यो धाम झुलेको हेऱ्यो, त्यस पछाडि हामी हिँडियो भोलिपल्ट चाहिँ होइन। तपाईँ चाहिँ त्यति दिनमा चितवनै बस्नु पर्दैन, तपाईँ हेटौडासम्म चाहिँ गएर बस्नु सक्नुहुन्छ होइन। बिस्तारै जानुपर्ने, अथवा गाडी हो भने त अब गाडी त रातैभरि नै हिँडिरहेको हुन्छ, गाडीमा सजिलो हुन्छ। हामी चाहिँ भोलिपल्ट चितवनबाट फेरि प्रस्थान गऱ्यौँ हेटौडा हुँदै सिन्धुलीसम्मको बाटो पनि ठिक छ, एकदमै बेस्ट छ। गाडीहरूको चाप छैन, हिँड्नको लागि चाहिँ एकदमै सजिलो छ। डाँडाकाँडा हेर्दै होइन, त्यस पछाडि बगरहरू हेर्दै, डाँडाकाँडा हेर्दै, ल्यान्डस्केपहरू हेर्दै जान खुब रमाइलो हुन्छ। त्यसपछि हामी यसरी पुग्यौँ धरानमा पुगिसके पछाडि धरानको घन्टाघरमा हामी धरान पुग्दाखेरि चाहिँ साँझ परिसकेको थियो। अनि त्यो दिन त्यही नै बस्ने निर्धार गऱ्यौँ। यति सुन्दर सहर, यति राम्रो ठाउँ, खानासाना खाइसके पछाडि एकैछिन धरान बजार पनि घुम्यौँ हामी होइन। त्यसपछि हामी भोलिपल्ट बिहानै उठेर धरानको बुढासुब्बा मन्दिर दर्शन गर्नको लागि भनेर लाग्यौँ होइन। यो मन्दिर चाहिँ हिन्दूहरू तथा किराँतीहरू सबैले पूजा गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ 2टा मन्दिर रहेछ, अनि एउटालाई दाजु र अर्कोलाई बहिनी गरेर पूजा गर्ने रहेछ। यहाँ चाहिँ बाँसको रुखहरू छ, अनि सबैमा चाहिँ धागो बाँधिएको छ कि। अनि यो ठाउँमा चाहिँ के हुने रहेछ भने एउटा विस लिएर गएर त्यस पछाडि त्यहाँ गएर धागो बाँध्यो भने चाहिँ त्यो विस पुरा हुन्छ भन्ने प्रचलन रहेछ होइन। मन्दिरमा एकछिन बस्यौँ, एकदमै राम्रो भाइब, एकदमै पिस, एकदमै मन पर्यो मलाई चाहिँ होइन। यसपछि चाहिँ मैले पनि धागो 2टा बाँसमा चाहिँ धागो बाँधेर 2 हात जोडेर अनि आँखा चिम्लेर मेरो विस मागेँ। त्यस पछाडि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। अब धरान नै पुगिसके पछाडि धरानको मेयरलाई त सम्झिनु पर्यो। त्यस पछाडि हामी लाग्यौँ धरानको मेयर हर्क साम्पाङद्वारा अनि जनसहभागितामा बनेको सुन्दर श्रम सांस्कृतिक पार्क।
श्रम सांस्कृतिक पार्क हेरे पछाडि हामी चाहिँ निस्क्यौँ। त्यहाँबाट खानासाना खाएर निस्क्यौँ र इटहरी हुँदै मोरङ हुँदै झापा हुँदै इलामको कन्याम हुँदै हामी चाहिँ पुग्यौँ ताप्लेजुङ। र ताप्लेजुङ त्यो दिनको बसाइ चाहिँ हाम्रो ताप्लेजुङमा नै रहेर भोलिपल्ट उठे पछाडि हामी 5 थर हुँदै निस्क्यौँ होइन ताप्लेजुङतिर। 5 थरमा कस्तो राम्रो भ्यूहरू, कति राम्रो ठाउँ होइन, घुम्दै गयो। त्यो 5 थरमा एउटा राम्रो कुराहरू छ। त्यो साइडतिर के रहेछ भने यो टिन र काठले बनेको घरहरू कस्तो राम्रो के। एउटाको चाहिँ खोलाको छेउमै थियो, हामीलाई मन पर्यो र एकैछिन भिडियो पनि लियौँ होइन। त्यस पछाडि हामी पुग्यौँ ताप्लेजुङ। ताप्लेजुङमा पुगे पछाडि चाहिँ तपाईँ त्यो दिन ताप्लेजुङमा चाहिँ नबस्नु, हामी पनि त्यहाँनिर बस्नु। त्यसपछि हामी उक्ल्यौँ तल्लो फेदीतिर होइन। तल्लो फेदीतिर बाटोमा चाहिँ त्यहाँ एयरपोर्ट बनेको रहेछ। मैले सानो भिडियो खिचेँ होइन एयरपोर्टमा। त्यसपछि हामी पुग्यौँ तल्लो फेदी। हाम्रो बसाइ चाहिँ यस्तो रह्यो तल्लो फेदीमा, हेर्नुहोस् त यो टिनले बनेको घरहरू हुने रहेछ। त्यहाँ चाहिँ एकदमै टाइट, सकिन्छ भने पहिले बुक गरेर जाँदा एकदमै राम्रो होइन। अनि भोलिपल्ट बिहानै उठेर हामी पाथिभरा जानको लागि रेडी भयौँ। बिहान चाहिँ अलि छिटो उठ्नुपर्ने रहेछ, लगभग 2 बजेतिरै 1-2 बजेतिर नै होइन छलफल हुने रहेछ। जति ढिलो गऱ्यो त्यति आफूलाई दुःख हो। चाहिँ बिहानै उठेर नुहाइधुवाइ गऱ्यौँ र 2 बजे उठ्यौँ र 3:15तिर हामी पाथिभरा मन्दिरतिर उक्लियौँ होइन। सकिन्छ भने चाहिँ तपाईँ सक्नुहुन्छ भने माथिल्लो फेदीमा गएर बस्नु। हामी चाहिँ तल्लो फेदीमा नै बसेको थियौँ होइन। हामी प्रस्थान गऱ्यौँ। बाटो चाहिँ बिहानै चाहिँ गाह्रो नै हुन्छ, जो कोहीलाई चाहिँ टाइम पनि लाग्छ होइन, गाह्रो नै हुन्छ। हामीलाई पनि त्यति सजिलो त होइन, तर त्यति धेरै गाह्रो पनि भएन। त्यहाँनिर चाहिँ चलन के रहेछ भने केही कुराहरू टोक्दै जाने चलन रहेछ। हामीलाई चाहिँ केही खानु परेन। अनि यसरी हामी पुग्यौँ माथिल्लो फेदी हुँदै पुग्यौँ पाथिभरा प्राङ्गणमा। सानो भिडियो लिएँ मैले। त्यहाँ पुगे पछाडि चाहिँ एकदमै धेरै चिसो, आफूलाई एकदमै हल्का फिल हुने, माताको दर्शन, माताको दृश्य देख्ने बित्तिकै आफूलाई एकदमै ऊर्जा दिने खालको एकदमै आफूलाई हल्का, एकदमै ऊर्जावान फिल हुँदो रहेछ। त्यहाँनिर गयौँ र दर्शन गऱ्यौँ। यो भिडियो मार्फत नै यहाँहरू पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने पाथिभरा माताको दर्शन गर्नुहोस् र पाथिभरा माताको नाममा एउटा सब्सक्राइब पनि गरिदिनु ल। यसरी हामी दमौलीदेखि पाथिभरासम्म पुग्यो। भिडियो हेरेर साथ दिनुभयो, यहाँहरूप्रति आभार व्यक्त गर्दै यहाँलाई भिडियो कस्तो लाग्यो, यदि मन पर्यो भने एउटा सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु।